धन्यवाद भन्छ कि भन्दैन? सबैभन्दा ठुलो कुरा मलाई मन परेको, मलाई मन छोएको कुरा चाहिँ त्यो हो। किनकि म पहिलो कुरा त मैले आफ्नो रिजल्ट पाएँ, त्यसपछि छर छिमेकी आफन्तलाई दिँदाखेरि त्यहाँबाट मैले यति राम्रो चाहिँ रेस्पोन्स पाएँ नि। यो कफीले त मलाई नै थाहा नभएको कुराहरू पनि उहाँहरूले भन्नुभयो कि म त सिक्ने क्रममा थिएँ आजभन्दा 13 वर्ष अगाडि। अनि उहाँहरूले दिएको त्यो फिडब्याकले के गर्यो त मलाई झन् दिन प्रतिदिन कुद्न मन लाग्यो कि अहिले पनि त्यस्तै हुन्छ। कोही नयाँ रिजल्ट पायो भने यस्तो मान्छेहरू त कति छ होला, अझै म चाहिँ खोज्नुपर्छ, अझै जानुपर्छ फिल्डमा। म अल्छी गरेर हुँदैन, घर बसेर हुँदैन, मोबाइल चलाएर हुँदैन, म खोज्नु जानुपर्छ। गाउँमा गइसकेपछि त फिल्डमा गइसकेपछि त एक न एकजना त बिरामीहरू भेटिनुहुन्छ, कोही तपाईँको चाहिँ केही गर्न चाहने व्यक्ति भेटिनुहुन्छ, अवसरको खोजीमा भएको व्यक्तिहरू भेटिनुहुन्छ। घर बसेर भेटिनुहुन्छ त? अर्काको टिकटक हेरेर भेटिनुहुन्छ? भेटिनुहुन्न? अब मलाई भन्नुहोस् हजुरहरू दिनमा कति घन्टा डिएक्सन गर्दै हुनुहुन्छ? जुन म्याम सकेको छैन। हाम्रो सरले कम है? सरले म त दिनभरि अब डिएक्सन भन्दा अरू त मेरो कामै छैन। हाम्रो देवी म्यामले घर परिवारमा चाहिँ सक्दो प्रयास गरेर चाहिँ बाहिर छैन। घर परिवारमा प्रयास गर्नु भएको छ, बाहिर फिल्डमा जानु भएको छैन। मेरो फ्यामिलीमा चाहिँ सबै यस्तै प्रोडक्टले एकदम स्वस्थ हुनुभएको छ, राम्रो भएको छ। ल हजुर स्वार्थी हुनुहुँदो रहेछ। आफ्नो घर आफू र आफ्नो परिवार स्वास्थ्य बनाउने अनि अरू छर छिमेकी अरूलाई चाहिँ नबनाउने। हेर्नुहोस् मैले प्लेनमा आउँदा कति टाइम हुन्छ ल भन्नुहोस्? प्लेनमा आउँदा 45 मिनट। त्यो बेलामा पनि मैले झिमिन्ट बोकेर हिँड्छु, त्यो सँगै बसेको साथीलाई झिमिन्ट खुवाउँछु। त्यसपछि उहाँले त्यो झिमिन्ट त अरू ठाउँमा भेटेको छ त, उहाँले खाएको छ त छैन? अनि उहाँले यो के हो भनेर भन्नुहुन्छ। झिमिन्ट छैन भने स्पाइरुलिना हुन्छ मेरो गलामा, केही न केही डिएक्सनको प्रोडक्ट हुन्छ। उहाँको अगाडि खोलेर आफूले खान्छु। सर खानुहुन्छ होइन? पहिला सुर्ती खाने मान्छेले सँगै बसेकोले सुर्ती खानुहुन्छ।